ठिक्क झोलेहरू तिमीहरू त झोले हौता भए पनि कुनै पार्टीको झोले भए पनि तर एउटा देशको नागरिक हो नि तिमीहरू होइन हो कि होइन तिमीहरू एउटा देशको नागरिक भएर तिमीहरूले यस्तो गर्न सुहाउँछ तिमीहरू कुनै पार्टीको पछि लागेर मासु भात र पैसाको चक्करमा आफ्नो इमान बेचेर हिँड्छौ भने तिमीहरूलाई झोले नभएर के न भन्ने राम्रो चिजलाई कहिले सपोर्ट नगरेर नराम्रो चिजलाई सपोर्ट गरेर हिँड्ने मान्छेले झोले नभनेर के भन्ने तिमीहरूको पार्टीले तिमीहरूको बाले के गरे अहिलेसम्म के राम्रो गरे के राम्रो गरिदिएछ तिमीहरू आफै पनि भन क्या झोलेहरू एउटा मान्छे माथि यतिजना मिलेर कुट्ने यही हो तिमीहरूको शक्ति पावर यही हो दिमाग यही हो मानवता यही हो तिमीहरू नेपाली देशको जनता तिमीहरूको सरकारले गर्न सकेन अहिले आएर तिमीहरूको देशको सरकारले नगर्न सक्दाखेरि तिमीहरू अहिले यहाँ रोडमा आएर कराउनु परेछ रोडमा आएर कराउनुलाई झोले नभनेर के भन्ने भन न ठिक्क तिमीहरूको बारेमा के भन्ने हो शब्दै छैन क्या तिमीहरू हाम्रो देशको जनता पनि होइन क्या तिमीहरू के भन्नु तिम्रो लायक पनि छैन क्या